हेलो फ्रेंड्स, म हम विक्रम सुदी। आज म तपाईहरुलाई वर्चुअल पीसी अथवा वर्चुअल बक्सलाई कसरी इन्स्टल गर्ने हो र यो वर्चुअल बक्स अथवा वर्चुअल पीसी भनेको के हो र यसले कसरी काम गर्छ भन्ने कुरा सिकाउने गइरहेको छु। ओके, फर्स्ट अफ अल हाम्रो के कन्सेप्टहरु छ त्यो कन्सेप्टहरुले क्लियर गरौँ कि वर्चुअल बक्स हामीले भनिम या वर्चुअल पीसी भनिम हामीले यो भनेको के हो। वर्चुअल बक्स अर वर्चुअल पीसी यो भनेको के हो भन्ने कुरा हामीले पहिला क्लियर गरौँ। फर एक्जाम्पल मसँग एउटा कम्प्युटर छ, फिजिकल कम्प्युटर छ। यो मेरो के एउटा कम्प्युटर हो। यो कम्प्युटरमा अहिले विन्डोज 7 रनिङमा छ। अहिले यसमा चलिरहेको छ कुन विन्डोज 7 मैले चलाइरहेको छु। अब जस्तै अब मैले के छ नयाँ अपडेट सुरु आयो या फेरि मैले अब यसमा मैले विन्डोज 8 चलाउने पर्यो, विन्डोज 10 चलाउने पर्यो, बट मेरो के छ वर्किङमा मैले विन्डोज 7 मा काम गरिरहेको छु। जति पनि कामहरु मेरो भइरहेछ, अफिसियली काम छ या फेरि तपाईले कुनै पनि काम प्रोजेक्टहरुको काम गरिरहनु भएको छ भने त्यो प्रोजेक्टको काम मैले विन्डोज 7 मा गरिरहेको छु। ओके, तर मैले विन्डोज 8 कस्तो छ त अब मैले त्यो चलाउने मन लाग्यो, या फेरि मैले विन्डोज 10 कस्तो छ त त्यो चलाउने मन लाग्यो, विन्डोज एक्सपी कस्तो हुन्छ या लिनक्स अपरेटिङ सिस्टमहरु चलाउने मन लाग्यो भने त्यो बेलामा मैले अब त्यो लिनक्स अपरेटिङ सिस्टमले विन्डोज 7 लाई फर्मेट नगरेर विन्डोज 7 को कुनै पनि डाटाहरुलाई डिलिट नगरेर जुन मेरो मेन सिस्टममा जुन यो डाटा चलिरहेको छ, अहिले अपरेटिङ सिस्टम चलिरहेको छ, यो अपरेटिङ सिस्टमलाई डिलिट नगरेर यो अपरेटिङ सिस्टमलाई कुनै पनि प्रकारको ड्यामेज नगरेर यो अपरेटिङ सिस्टमलाई मैले यिनी सबै अपरेटिङ सिस्टमहरुले अरु अपरेटिङ सिस्टमले ट्राई गर्नु छ भने त्यसको लागि मैले के प्रयोग गर्छु, एउटा सफ्टवेयर प्रयोग गर्छु जसको नाम छ वर्चुअल बक्स या फेरि जसले मैले भन्छु वर्चुअल पीसी। यो एउटा सफ्टवेयर हो। यो सफ्टवेयरले के गर्छ, एउटा कम्प्युटर भित्र नि एउटा छुट्टै एउटा कम्प्युटर बनाउँछ जसमा तपाईले हार्ड डिस्क स्पेसिफाई गर्नु पर्छ। तपाईले कति जीबी हार्ड डिस्क राख्ने हो, कति जीबी र्याम राख्ने हो र प्रोसेसरहरु भयो, यो सबै हामीले आफूले मेन्सन गर्छौं त्यसमा र त्यो अनुसार हामीले त्यसमा सेटअप गरिसकेपछि कम्प्युटर भित्र एउटा छुट्टै कम्प्युटर हामीले चलाउन सक्छौं। ओके फ्रेन्ड्स, त्यसको लागि लेट्स स्टार्ट। अब मैले के भने जस्तै मैले विन्डोज 7 हाल्ने पर्यो। अब मैले विन्डोज 7 अलरेडी छ, मैले विन्डोज 8 हाल्ने पर्यो भने मैले के गर्छु, मैले आफ्नो कम्प्युटरमा यो कम्प्युटरमा मैले यहाँ एउटा वर्चुअल बक्स भन्ने सफ्टवेयर हाल्छु। यो वर्चुअल बक्समा मैले यो वर्चुअल विन्डोज 8 लाई मैले केमा इन्स्टल गर्छु, वर्चुअल बक्समा। विन्डोज 7 छ, विन्डोज 7 भित्र यो विन्डोज 7 भित्र एउटा छुट्टै सफ्टवेयर खुल्छ। अब त्यो सफ्टवेयर कुन खुल्छ हामीको, यो वर्चुअल पीसी वर्चुअल बक्स भन्ने अथवा वर्चुअल पीसी भन्ने सफ्टवेयर खुल्छ। हामीले त्यो सफ्टवेयर भित्र बल्ल गएर हामीले के गर्छौं, यो जुन यो विन्डोज 8 छ हामीको, यो विन्डोज 8 ले हामीले यो भित्र खोल्छौं। त्यो भएर हामीको के भयो, हामीले एउटा सफ्टवेयर भित्र नि हामीले विन्डोजहरुले युज गर्न सक्ने भयो। तर यसको लागि एउटा कुरा के याद राख्नु होला, हामीसँग र्यामहरु बढी भएको हुनु पर्छ। कम्प्युटरमा मिनिमम 4 जीबी त मिनिमम हुने पर्यो। तपाईको लगभग यदि 1 जीबी तपाईले वर्चुअल पीसी दिनुहुन्छ भने 3 जीबी तपाईको होस्ट या मेन तपाईको जुन कम्प्युटर भन्नुहुन्छ यो यसले युज गर्छ। ओके, लेट्स स्टार्ट। कसरी इन्स्टल गर्ने र यसले कसरी काम गर्छ भन्ने कुरा हेरौँ। कम्प्युटर ओपन गरौँ, ए ड्राइभ। जस्तै यहाँ मैले यहाँ वर्चुअल पीसी भनेर राखेको छु। दुईवटा कुराहरु छ, यहाँ एउटा वर्चुअल बक्स र एउटा वर्चुअल पीसी 64 र x86 भनेर छ, दुईवटा छ। यसमा यो 64 बिट अपरेटिङ सिस्टम छ भने हामीको 64 बिट ले इन्स्टल गर्ने, यदि 86 छ भने हामीले 86 ले इन्स्टल गर्ने। ओके, अब मेरो कम्प्युटरमा के छ त चेक गर्नको लागि कम्प्युटरमा राइट क्लिक गर्ने। ओके, र हामीले यहाँ यो अप्सन्सहरु हेर्न सक्छौं। हामीले यो अप्सनमा हामीले यहाँ गएर प्रपर्टिजमा क्लिक गर्ने, राइट। ओके, लेट्स ट्राई। राइट क्लिक गरे, क्लिक अन प्रपर्टिज एन्ड देन यू कैन चेक हियर। यहाँ तपाईले चेक गर्न सक्नुहुन्छ सिस्टम टाइप इज 64 बिट अपरेटिङ सिस्टम। ओके, अब मैले के गर्ने पर्यो, ओपन गरे 64 बिट जुन वर्चुअल पीसी छ यसले डबल क्लिक गर्ने, यस, नेक्स्ट,
I accept, next, install. यसै यो तपाईको सिस्टममा इन्स्टल हुन्छ। Finish. Okay, start. Microsoft Virtual PC भनेर आयो। अब हामीले यहाँ कन्फिगर गर्ने पर्यो यसलाई। ओके, जस्तै फर एक्जाम्पल अब मैले यसमा विन्डोज एक्सपी इन्स्टल गर्नु छ अरे। नेक्स्ट कुन ठाउँमा सेभ गर्ने, यो पाथ मेन्सन गरे पनि हुन्छ नगरे पनि हुन्छ। नेक्स्ट यहाँबाट कुन विन्डोज इन्स्टल गर्ने चुज गर्नुस्, विन्डोज एक्सपी। नेक्स्ट एडजस्ट रैम कति जीबी रैम राख्ने हो, फर एक्जाम्पल मैले 1 जीबी रैम राखे, 1 जीबी को लागि 1024 टाइप गर्ने पर्यो। नेक्स्ट एन्ड भर्चुअल हार्ड डिस्क कति जीबी राख्ने हो, मिनिमम हामीले म्याक्सिमम हामीले यो राख्न सक्छौं हामीले, मैले जति छ सबै राखे मैले 557। ओके, क्लिक अन नेक्स्ट, फिनिश। अब यो मेरो एउटा भर्चुअल पीसी रेडी छ। अब मैले यसमा एक्सपी इन्स्टल गर्न सक्छु। ओके फ्रेन्ड्स, नेक्स्ट भिडियोमा तपाईहरुलाई यहाँ भन्दा अगाडिको भिडियोमा कसरी एक्सपी इन्स्टल गर्ने भन्ने कुरा सिकाउँछु। थ्यांक्स फर वाचिङ दिस भिडियो। प्लिज सब्स्क्राइब माय च्यानल।